तामाङ गुरुङ मगर हैन हिमाल राई लिम्बू त्यसै गरी हामीले बोल्ने मूल नेपाली भाषा पनि फरक फरक छ जस्तै झापालीको आफ्नो तरिका हुन्छ स्याङ्जालीले बोल्ने अब अंग्रेजी शैलीको स्याङ्जालीको आफ्नै लवज हुन्छ झापालीको त भन्नै पर्दैन एउटै शब्दले चिनिन्छ झापाली हाउ के जाऊ माइला तेरे अम्मालाई जाने हाउ चिन्नु पनि स्याङ्जाली साथीहरु त्यो हाउ आयो भने झापाली कन्फर्म हो तर सुदूरपश्चिममा हाउ हाउ भने मार्छन् फेरि तम किन भुक्या छौ गड्डा भन्छ सोले अब तपाईँ अब त्यहाँभन्दा सिन्धुपाल्चोक काभ्रे त्यहाँको नेपालीको झन् मिठो छ लवज त्यहाँ चाहिँ क भन्ने अक्षर आयो क खाइदिन्छ रुब्लुकै रक्सी आयो त्यो क भने कहाँ रक्सी प्याउसी बोक्सी न्याउसी तपाईँ अझै काठमाडौँ आउनुहोस् होइन हाम्रो डम्बर पासा जो आसिपिन बोल्ने ल्याप्दा चाहिँ धेरै मग लाग्यो उयो खाला होइन तपाईँ गोर्खाली कोही हुनुहुन्छ गोर्खाबाट गोर्खाली कोही हुनुहुन्छ गोर्खालीको झन् मिठो लवज छ चितवनसम्म पुग्छ त्यो लवज यहाँ त पुर्खेलीहरूले होइन तिमीलाई के भएको छ भन्छ नि तर गोर्खाली चितवनले भएको छ भन्दैन तिमीलाई के भएको भोग्ला मलाई थाहा पोखरा जानुहोस् लुम्बिनी गण्डकी बाबु धौलागिरीका पहाडमा जानुहोस् झन् मिठो बोल्छन् त्यहाँका नेपाली ये बात मैले आउनु भएको बोल्नु लाइक कर हँसाउने भन्दै कर गीत नमाज गर्दै कर हँसाउनु सकेन का हेरी गोरा आइतेका असै पश्चिम जानु रुकुम रोल्पा झन् मिठो बोल्छन् नेपाली त्यहाँको त नामै कस्तो मिठो प्रोनाउन्सिएसन गर्छ जस्तो प्रेमलाई बोलाउनु पर्यो नि ओ प्रेम भन्दैनन् त्यहाँ त ओ प्रेम प्रेम त्यहाँका साथीहरूको ब्लड तातेर मेरो बलड तातेर बद्री पाङ्गिनीले बोलाउनु पर्यो बद्री भन्दैन ओ बर्दी पत्रिकामा एउटा पत्रिका दिन अब सुदूर पश्चिम महाकालीमा जानु त्यहाँको आवाज झन् मिठो छ लाग्छ तपाईँ पृथ्वीनारायण शाहको पालामा हुन्छ बड्डे हाम्रो घर कहाँ पऱ्यो बिस्तारै गएँ मैले बाटो गाड पर्यो बडो मिठो लाग्छ हिजो शेरबहादुरलाई हेर्ने थिएँ शेरबहादुरको पिएमा खतम बिहे बोला भयो हेर्नुहोस् अब मैले भन्न खोजेको अबको नेपालमा नेपाली जनताको भोट जित्नका लागि जहाँबाट चुनाव उठ्छ नेता त्यहाँको भाषा बुझ्नुपर्छ संस्कार संस्कृति र परम्परा बुझ्नुपर्छ होइन भने जनताले पत्ता साफ गराउँदा बिचरा प्रचण्ड त्यति ठुलो महान नेता हुनुहुन्थ्यो तर दुर्भाग्य उहाँ त पोखराको मान्छे भिकुर पोखरीको सायद काठमाडौँमा आएर पोखरेली तामा भोट माग्नु होला नेवार पट्टीमा आएर अब मुनि जी आछि पिन्टमा भनेर बोल्नु पर्ने सायद पोखरेली तामा उहाँले आएर मुनि हेरी आउँछ नि बोलितिर मुनि हेरी हामी हित्तिम आइचौँ कर भोट माग्न आइचौँ कर भने हजुरले हाम्रो पार्टी माओवादीलाई भोट दिए पार भोट दिए पार मने जित्छौँ कर अनि नदिए पार केलाई जित्ने हो कर हजुरले अनि हाम्रो पार्टीलाई जिताउनु भयो भने सिङ्गो मने काठमाडौँका युवाहरूलाई भने हामी आफ्नो कन्यामा बोकेर हिँड्छौँ भन्दै होला बिचरा बुढाले भन्न खोजेको त राम्रै हो कन्गो भनेको ढाड हो तर हाम्रो पूर्वतिर त उल्टो लाग्छ नि सधैँमा गोर्खामा हेर्नुहोस् त बाबुरामले जित्नु भयो त किन उहाँको बोली गोर्खाली छ यसबाट मलाई भोट दिनुपर्छ भने यहाँ लाहा भने गोर्खाकै मान्छेलाई ठोक्दै भोट ठोक्दै तर तिनै बाबुराम बुटोलमा त हार